आज चाहिँ म पनि भिडियो बनाउन आउँछु फेसबुकमा टिकटकमा भनौँ अनि अरू युट्युबमा पनि कति धेरै लाउनुहुन्छ नि त भिडियो बनाएर। तर म चाहिँ भ्याउँदिनँ क्या, दुईटा नानी छ नि त। अनि त्यसपछि अब एकछिन भ्याएको बेलामा पनि मोबाइल हेर्न थालेपछि अरूको भिडियोहरू टिकटक फेसबुक रिल फेसबुक स्टोरी के हेर्दा हेर्दै ठिक्क हुन्छ। अनि म चाहिँ लाउनै भ्याउँदिनँ। कोकोहरूलाई तपाईँहरूलाई पनि यस्तै हुन्छ कि मलाई मात्रै यस्तो हुन्छ हौ? म त छक्कै पर्छु क्या आफूदेखि आफै। अनि सबैले कस्तो राम्रो राम्रो आफ्नो आफ्नो सोचाइ विचार भनाइहरू राख्नुहुन्छ होइन। मलाई चाहिँ कति धेरै मनपर्छ क्या अरूले बनाउनु भएको यस्तो भिडियोहरू। अब नाचिराख्नै पर्छ भन्ने पनि छैन, ननाच्दा पनि अब राम्रो बोल्नेहरूको होइन राम्रै गइराखेको हुन्छ भ्युज लाइक कमेन्टहरू। अनि अब अरूले पनि चिन्नुहुने भयो होइन, एकअर्काको कुराहरू पनि सेयर हुने भयो। अब आफूले नजानेको कुराहरू पनि अरूबाट थाहा हुने भयो। अरूले अब त्यस्तै भनौँ न अनि बनाउनुहुन्छ, मलाई मनपर्छ क्या। अनि म पनि त्यस्तै बनाम लगाम भनेर काम गर्दा चाहिँ कति धेरै दिमागमा सोच्यो है, सोचियो यस्तो भन्छु त्यस्तो भन्छु अनि भिडियो बनाउँछु, यस्तो गर्छु त्यस्तो गर्छु अनि भिडियो बनाउँछु भनौँ। के बनाउनु नि, एकछिन फुर्सद भएको बेलामा बस्नु मन लाग्छ अनि बसेपछि मोबाइल हेर्नु मन लाग्छ। मोबाइल हेरेपछि के को भ्याउनु के को बनाउनु, अरूको भिडियो हेर्दा टिकटक के कसैको रुनु मन लाग्ने खालको आउँछ, कसैको रिस उठेको बेलामा हाँस्नु मन लाग्ने खालको आउँछ होइन। अनि त्यस्तै हेर्दै बसौँ बनाउनु लास्टमा भिडियो बनाउनु त उही। अनि के तपाईँहरूलाई नि यस्तै हुन्छ त? फेरि अब अहिलेको जमानामा चाहिँ मोबाइल नचलाउने होइन भिडियो नबनाउने सायद कमै होला क्या मान्छेहरू। अब अलिक पछि त यसरी भिडियो नबनाउनेहरू त कोही पनि हुँदैन होला होइन। जो पनि भिडियो बनाउने लगाउने अनि मोबाइल नहेर्ने मान्छे त अब कमै सायद कमै होला अहिले। अनि अलिक पछि त यसरी मोबाइलमा भिडियो नबनाउने मान्छेहरू त कस्तो अब केही नजानेको जस्तो हुन्छ होला है। अचम्मै लाग्छ क्या मलाई यस्तो कुरा सोचो बसो के सोचो होइन दिनभरि। बरु यसरी भिडियोहरू बनाउँदा आफ्नो मनको कुरा पनि भन्न पाइने अनि मन पनि हलुङ हुने, अब खुसी हुने, दिमाग पनि फ्रेस हुने जस्तो लाग्छ। र बनाम भनौँ फेरि त्यही मोबाइल हेर्न थाल्यो, आज बनाउँछु भनौँ, भोलि बनाउँछु भनौँ, पर्सि बनाउँछु भनौँ। अनि त्यसपछि त्यही मोबाइल हेर्न थाल्यो अनि बिर्स्यो भुसुक्कै। अनि भ्याइदिएन पनि दुईटा नानीहरू हुँदाखेरि त अब यता गरौँ उता गरौँ, सानैहरू छ नि त।